बेनीघाट पर हामी चाहिँ मल्लास भिलेज पोल्टेको ढुङ्गा भन्ने गाउँमा आएर भाइहरूको घरमा रमाइलो गर्दै भाइ यो खाना नि तिम्रै हो मल्लास गाउँको लोकल खसीको मासुसँग च्याराप मेरिवाना वुड पाक्नै लाग्छ है केटा हामी चाहिँ खानासाना खाएर अब चाहिँ मल्लास दरबारतिर जाँदै धानसान सब काटिसकेको रहेछ बाटो आएको गाडी फर्काऊ फाइनली मल्लास दरबारमा हामी आइपुग्यो ल पाहाडले पनि खतरा रहेछ त अनि गेटबाट त सर्दैन मल्लास दरबार हामी आएछु अर्ग्यानिक फुडहरू रोपेर यो बाटो पुनिल पनि जान्छ रे त्यो चाहिँ काली गण्डकी तर यहाँको चाहिँ भ्यू चाहिँ खत्रै देख्ने रहेछ आजको सितन टाप दियो अब मार्दैछ त नभए ल समातौँ न यो बेलुका खोरमै बोलाउनु पर्छ जस्तो छ आ भनेर उताबाट अर्को भाली कराउँछ फेरि ल्याउँछ एकचोटि ल कहाँ काटब मेलाई अलग काट्ने हजुर खोल्छ त्यो रिभर साइडमा आउँछ गाडी होइन त्यहाँ माथि हजुरले काट्नुहुन्छ र भुरे
खस्सन स्क्यार्पियो ल्याएर त मातरा भयो टमाटर रोप्यो र यो हो यो यार मलाई नि खासै थाहा भएन भाइ यार मलाई नि अलि हाम्रो भान्जालाई थाहा हुनसक्छ लोकल भाले अर्ग्यानिक मिठो छैन र मिठो जाने कोदोको रक्सी साइनल त चाठी गाडिएर पहिले साइनल त पहिले जाने स्पेसल आउँछ हैन भन्छ हजुर हजुर त्यो चिनी सिनीको हुँदैन आजको शिकार धेरै मिहिनेत गऱ्यो नि होइन ढाड सिक्किम गरेर ल्याएर आजको असला पाक्दैछ यो भिड हेऱ्यो नि त यो अरू त के यसो निकाल्छु नि यहाँ जरा हजुर पटाङ्गी चौमेरी रेस्टुरेन्टको लोकल भालेहरू ल यहाँ चाहिँ सुकुटी बुकुटी माथिको हुँदैन क्या बेनिया त आन्द्रा ल्याएर भोरेको हो भन्नु त्यसरी मिक्स गरिदिनु सिजनमा मात्र हुँदैन सबै राम्रोहरूको अलिक तिन भाइकोहरू राजु रामु नवीन होइन त यार सरी होइन राइडरबाट गइरहेछ ल हेर्नुहोस् जुमसुम मुस्ताङ अटो अभि बिहानको पनि जुमसुम मूर्तिमा दर्शन गरेर फर्किँदै सही हो सुरु हुन्छ सुरु बनाउनु पर्यो नि ठिक छ अब बिस्तारै छिरो बिस्तारै छिरो एकछिनपछि त न्युट्रलमा आउँछ